हामी मुक्तिनाथको मन्दिर जाँदैछौँ। नौना ल है के प्रतिक्रिया दिन मन लाग्छ दिनु है है मार्फत दिनुहोस्। म सबै सामाजिक सञ्जालमा हालिदिन्छु। हजुरहरूको प्रतिक्रिया यहाँ सुन्न सबै जनताहरूले पाउँछन् होइन। त्यही भएर मुक्तिनाथमा आएर कस्तो रमाइलो लाग्छ आफ्नो फिलिङ्स बताउने भनेको यहीँ हो के। जानी चाहिँ कताडी हो यहाँबाट कता हो कताडी हजुर यताडी हो। थ्याङ्क यू भाइ। हजुर चितवनबाट आएको होइन हिँडेर। अब हामीलाई माथि जान आधा घन्टा लाग्छ अरे। ल हेर्नुहोस् है अब मलाई चाहिँ मोबाइल उचाल्दा मेरो हात दुखो। ल दाइ एकछिन लाउनु त यसरी लेखिदिनु न। यसरी लेखिदिनु मेरो हात गलो। लाउनु यतापट्टि आउनु यतापट्टि फर्किनु त। अनि हेरी आउँछ हेरी यतापट्टि क्यामेरा थुनिन्छ यस्तो गर्नु के। ल हामी आउँछौँ। ल हेर्नुहोस् है यहाँ दाइले नि मेरो सहायता गर्नु गएको छ भिडियो बनाउन। अरू साथीहरूलाई देखाउनु यहाँ आउनु दिने यता तपाईँ एकदम यहाँ हामी त बेस्ट फ्रेन्ड हो क्या। अन्त एकदम बेस्ट फ्रेन्ड हो नि त होइन। साथीहरूले भन्नुहुन्छ हेर्नुहोस् है यहाँ त माथि साथीमा गाह्रो हुन्छ अहिले बिस्तारै आउनु। कता बुढा कता जानुभयो उहाँ हुनुहुन्छ उहाँ। हेर्दा हामी त एकदम चिसो मौसममा यस्तो चिसो ल घोडामा जाने हो कि गाइस। घोडामा कति सोधम लाग्छ। ल घोडाको दृश्य पनि देखाइदिउँ। ए लात्ता हान्छ गाइस। कति ल हेर्नुहोस् है एकछिन बस्नुहोस् है त गाइस। म घोडामा कति लिन्छ भनेर सोध्छु। ल आउनु ल आउनु गाइस। उतापट्टि मान्छे एउटा थियो क्या डोल चाहिँ बन्थ्यो। ए ल दाइ घोडा चढेको कति लिनुहुन्छ ल भनिदिनु त। 400 उहाँ माथि पुग्छ नि घोडा छुन पाइन्छ। ल हेर्नुहोस् है गाइस मैले त घोडा छुएँ। आमामा कति राम्रो आमामा। ल हेर्नु त है ल हेर्नु हामी चाहिँ घोडालाई बाई गर्दा हामी त आफ्नै पैदलले धर्म गर्न जाने भनेर होइन पैदलले हिँड्ने भनेको छ है दाइ। हजुर हो नि बोल्नु है तपाईँले बोल्नु। आउँदा यहाँ साथी एकछिन देखिने पऱ्यो यहाँ साथी यहाँ आउनु यहाँ हामी साथीहरू ल हेर्नुहोस् है हामी त जाने रमाइलो भइरहेको नि रमाइलो एकदम रमाइलो भइरहेको रमाइलो मुक्तिनाथ जस्तो ठाउँमा अनि एकदम खुसी छौँ रमाइलो हो उहाँसँग बार्गेनिङ गर्ने र घोडालाई खुवाउन पर्यो बार्गेनिङ गर्नुहुन्न। हामी चाहिँ अब यहाँ चाहिँ पूजाको सामग्रीमा यसो देखाइदिउँ त। ल यहाँ चाहिँ दिदीले पूजा ल दिदी ए पूजाको सामग्री लिएर बस्नु हो। ए कति नि झोलाको ए ल कति हो 250 अरे कता लुगा रे बक्खु लाउने हो कि बक्खु छन् दाम ल गाइस हात गल्यो गाइस। दाइको त हात गलो रे गाइस। अब चाहिँ म भिडियो बन्द गर्न गइरहेको छु। हामी त साथीहरू रमाइलो गर्दै जान्छौँ है। अब बाँकी चाहिँ मुक्तिनाथमा गएर बाई।